दर्शक महानुभावहरू हाम्रो चाहिँ यहाँनिरको बोस हुन्छ बोसको वहाँनिर चाहिँ आफन्त हुनुहुन्छ हजुर माल हाल्ने हरेक आइटमको माल हालेर चाहिँ रिसाइकलिङमा लगेर बेचिदिने नयाँ नयाँ उत्पादन गर्ने अनि उत्पादन चाहिँ कतिको चाहिँ गराउनुहुन्छ त्यहाँबाट आम्दानी चाहिँ कति छ तपाईँहरूको यहाँनिर आम्दानी त यो रोजगारी त ठिक्क हुन्छ यो रोजगारी ल रोजगारी यत्रो हुनुहुन्छ है यहाँनिर हजुर ल है त यहाँनिरको यहाँ रोजगार दिइरहनु भएको छ यहाँनिर सुभाष सरले यहाँनिर उहाँ हुनुहुन्छ उहाँ चाहिँ पालन हाँस पालन कुखुरा पालन ठिक छ के यहाँनिर आउँदाखेरि मैले पनि यहाँनिर जागिर पाउँछु त जागिर पाइन्छ एकदम लो दाना टिप्ने सार्ने तलब चाहिँ कतिसम्म दिनुहुन्छ त म आयो भने चाहिँ मलाई चाहिँ फेरि अब यहाँ तपाईँलाई चाहिँ 22,000 भन्दा माथि नै दिने मेरो कुरो छ 22,000 देखि माथि ठिक छ मासु भात पनि व्यवस्था छ मासु भात ल ठिक छ यो जागिर एकदमै मन परेको छ तर आउने रुचि चाहिँ मलाई पहिलेदेखि नै हो मलाई यहाँ चाहिँ अवसर नभएको यहाँनिर अवसर नपाएको कारणले मैले यहाँनिर काम गर्नु अलिक यहाँनिर पाएको छैन होइन रोजगारी चाहिँ यति धेरै हुनुहुन्छ यहाँनिर काम भनेको चाहिँ यस्तै हो तर म चाहिँ गर्ने सोचमा छैन अलिक यहाँनिर त्यही हो दर्शक महानुभावहरू हाम्रो चाहिँ यहाँनिरको बोस हुन्छ बोसको वहाँनिर चाहिँ आफन्त हुनुहुन्छ हजुर माल हाल्ने हरेक आइटमको माल हालेर चाहिँ रिसाइकलिङमा लगेर बेचिदिने नयाँ नयाँ उत्पादन गर्ने अनि उत्पादन चाहिँ कतिको चाहिँ गराउनुहुन्छ त्यहाँबाट आम्दानी चाहिँ कति छ तपाईँहरूको यहाँनिर आम्दानी त यो रोजगारी त ठिक्क हुन्छ यो रोजगारी ल रोजगारी यत्रो हुनुहुन्छ है यहाँनिर हजुर ल है त यहाँनिरको यहाँ रोजगार दिइरहनु भएको छ यहाँनिर सुभाष सरले यहाँनिर उहाँ हुनुहुन्छ उहाँ चाहिँ पालन हाँस पालन कुखुरा पालन हजुर